त्यो अघि हामी 3-4 जना देख्दाखेरि तपाईले यहाँबाट हाम्रो मान्छे उठाएर किन लानु भएको भन्नु त पहिला कुरा तपाईले को मान्छे लानु मान्छे नलानु भन्ने तपाईले मलाई सिकाउनु कसले गर्ने हो त सिकाउनु मलाई को हैन सिकाउने होइन लानु भयो र हाम्रो यो हो नि तपाईले यो किन फुट्यो भन्नुहुन्छ रोक्न पाइन्छ सार्वजनिक बस कसले भन्दा पाउँदैन के भएर पाउँदैन हामीले रोक्नु त लु देखाउनु त लु हामी के रोकेको छैनौँ रोकेर देखाउनु लु हेर्नु त लु रोकेर रोकेर देखाउनु देखाउँ अहिले अहिले देखाउनु आउनु होइन म देखाउँछु तपाईँलाई देखाउनु होइन होइन के गर्नुहुन्छ के गर्नुहुन्छ अहिले गर्नुहुन्छ कि के दादागिरी देखाउनु पाइन्छ यसरी दादागिरी नदेखाउनुहोस् भन्नु खोजेको हामीले तपाईँले अलिकति नि संयमता अपनाउनुहोस् तपाईँ प्रशासन हो भइसकेपछि नि प्रशासन ठाउँमा बस्नुहोस् केही छैन हाम्रो भनाइ राज्यले संयमता अपनाउने हो कि अपनाउनु हाम्रो प्रब्लम छैन राज्य त हाम्रो हो नि त राज्य हाम्रो होइन कहाँ तपाईँले यस्तो कुरा गरेको यार दादागिरी नदेखाउनुहोस् तपाईँ म भनिरहेको छु नि यहीँ बस्नुहुन्छ यहाँ काम हामी त कहाँ चन्द्रमाबाट आएको इन्डियाबाट आएको जस्तो बिहेभ गर्छ व्यवहार गर्छ यार केही नगरे जस्तो अलिकति तरिका हुन्छ नि त तपाईँको सरकार हो नि दुई पक्ष बस्नु पर्दैन हामी चाहिँ तपाईँको शत्रु हो शत्रु जस्तो व्यवहार गरेर हुन्छ त्यसरी हाम्रो असक्तलाई धरपकड गर्नुभयो अलिकति फेरि यो कसले गरेको के गरेको यो अहिले थोरै न हामीले आएर गरेको घोषित गरेको छौँ यातायात चिठी दिएको छु दुनियाँलाई प्रतिवेदन दिएका छौँ दुनियाँलाई दिएर गरेर हामी यहाँनिर आएको होइन र थोरै हाम्रो रहेर आएको छौँ अनि फेरि यहाँ चाहिँ फेरि दादागिरी देखाउँछ हामी चाहिँ कसको छोरा सौता इन्डियाबाट आएर यहाँ बसेको जस्तै कुरा व्यवहार गरेर चाहिँ त्यस्तो प्रशासनले त्यसरी चल्छ अलिकति तरिका अपनाउनुहोस् हामी पनि अपनाउँछौँ तपाईँ यो गाडी छोड्दै भन्नुहोस् हामी छोडिदिन्छौँ तर तरिका हुन्छ तपाईँहरूको पनि हामीले चाहिँ कसरी यहाँनिर दादागिरी हामीले तपाईँलाई मैले भनेको यदि हामीले चाहेको बिहानै तपाईँको पर बसेर ढुङ्गा फुटाउन सक्दैनथ्यौँ तपाईँको अगाडि यहाँ आएर थोरै बस्थ्यौँ पर टाढो बाल्थ्यौँ यहाँ आएर तपाईँको अगाडि चाहिँ के खान बसेको हामी यहाँनिर मात्रै गाडी बन्द गर्न सक्छौँ पर चिया बगानमा अठाउन सक्दैन पर पुल्न सक्दैनौँ पर सक्दैनौँ यही तपाईँको अगाडि थोरै नै यहाँ रम्य हाम्रो अनुहार तपाईँलाई देखाउन बस्थ्यौँ कुरा गर्नुहुन्छ उसको अनुहार हेर्न नपाए जस्तो यहाँ आएर बसे जस्तो लागेछ उसलाई हामी पनि शान्तिपूर्ण गरौँ चाहन्छौँ हामी कस्तो खालको शान्तिपूर्ण आन्दोलन छ घोषित छ हामी त्यही काम गरौँ भनेर यो सार्वजनिक रूपमा आएको होइन पर इन्डियाबाट आएको मान्छे जस्तो व्यवहार गर्नु हामीले त पर गरिहाल्छौँ नि तपाईँको कुरा गर्ने